नमस्ते, सेवा हौवा यहाँहरू सम्पूर्णलाई सबैजना आराम कुशलै हुनुहुन्छ होला। म चाहिँ फेरि अर्को मिनी भ्लग लिएर यहाँहरूमा आज आएको छु। यो चाहिँ अस्ति रोपेको फुल हेर्नु न कति मजाले सरिरहेछ। म चाहिँ फुलमा पानी हाल्न आँटेको अनि यो चाहिँ हो समर पम्पको पानी। यहाँ चाहिँ अरूले लाँदाखेरि पानी हल्का बगिरहेको हुन्छ अनि यहाँनिर चाहिँ बाटा थापेर चाहिँ हामीले यसरी अब यो खेरा गएको पानीलाई जम्मा गरेर चाहिँ फुलतिर हाल्ने अनि लुगा धुने गर्छौं। मैले चाहिँ कुचो लाउँदैछु। यहाँ चाहिँ अम्माको बोट छ अनि झरिरहेको छ पातहरू अनि अगाडि पनि अशोकको रुख छ अनि अशोकको उगाहरू खसिरहेको हुन्छ अनि पछाडि चाहिँ रुद्राक्षको बोट छ अनि त्यहाँ पनि खसिरहेको छ है। कुचो चाहिँ लगाइराख्नुपर्ने हुन्छ है। अनि म चाहिँ यहाँनिर कुचो लगाइसकेर यहाँ फुलहरू नचाहिने फुल अनि त्यसपछि फुलिसकेको फुलहरूलाई चाहिँ काटिदिँदैछु अनि यहाँनिर फुलिसकेको फुलहरू अनि त्यसपछि यो पहेँलेको फुलहरू अनि सबैलाई कटिङ हानिदिएँ अनि त्यसपछि यसलाई यो पनि काट्ने बेला भएछ अनि यसलाई चाहिँ एकदमै मिलाएर काट्नुपर्ने हुन्छ अनि यसलाई पनि मैले मिलाएर यहाँनिर काटिदिँदैछु। यहाँ चाहिँ मैले धनियाँ छरेको थिएँ अनि यहाँ चाहिँ झारै झार भएछ अनि गोडी दिँदैछु धनियाँलाई। धनियाँलाई गोड्दा गोड्दै लसुनबारीभित्र नि पसेँ अनि अलिकति कुखुरालाई चाहिँ झार उखालेर दिनु पर्यो अनि यो सागको अलिकति बुरा अलिकति छिपेको पनि उखालेर हालिदिनु पर्यो भनेर चाहिँ लसुनभित्र अनि यहाँ झार र सागको यो छिपेको उखाल्दैछु। यो चाहिँ मिटरे बोरी अनि यसैमा चाहिँ मैले मकै पनि लगाइदिएको थिएँ। सबै चराले खाइदिएछ मकै चाहिँ। अनि यो चाहिँ सानो खालको गोलभेडा अनि यो चाहिँ ठुलो खालको गोलभेडा एक बोट रहेछ। कस्तो मजाले फलिरहेछ। अनि यो चाहिँ मैले रोपेको फर्सीको साग यता है बन्टा नानी दुई यहाँनिर स्केटिङ पनि खेल्दैछन्। अनि यो चाहिँ एक बोट छ यति मजाले फलिरहेको छ है। यहाँनिर पानी पुग्यो भने चाहिँ प्राय फलिरहेको हुन्छ। यो चाहिँ छ्यापी अनि यो खोर्सानी है। यो चाहिँ अस्ति मैले काटेको थिएँ अनि कस्तो मजाले फुलिरहेछ अनि झुप्पै फल्छ कि अनि पिरो पनि हुन्छ बेसरी पिरो हुन्छ यो। अनि यता चाहिँ मैले ड्रागन फ्रुट रोपिदिएको कुखुरालाई घाँस हालिदिएँ अनि अब यहाँनिर चाहिँ चारो दिनुपर्ने हुन्छ। अनि यो चाहिँ हिजो किनेर ल्याएको चल्ला है अनि 7वटा छ अनि मसिनो छ। यो मसिनो हुँदाखेरि चाहिँ अलिकति ब्रोइलरको चारो दिनुपर्छ अलिक माउ बिनाको हो नि त। अनि यो चाहिँ ओथारो बसेको छ है। यसले चाहिँ ठुङ्छ क्या साथीहरू। उसको छेउमा गयो भने यस्तो छुची छ। यो चाहिँ अस्ति किनेर ल्याएको। तपाईहरु कसले मेरो अघिल्लो मिनी भ्लग हेर्नु भएको थियो है। मैले यो चल्लाहरू चाहिँ किनेर ल्याएको। अहिले यत्रो यत्रो भयो अनि यो भाले चाहिँ घरकै हो बिउ राखेको अनि चल्लाहरू चाहिँ अहिले चाहिँ यत्रो यत्रो भयो है। अनि यो हुर्किसकेको भएर चाहिँ मैले हिजो गाईघाटदेखि 7वटा लिएर आएको छु अनि हेर्नु होला। मैले चाहिँ बाहिरको सबै कामहरू सकेँ। सोरसार कुचो है अनि त्यसपछि सुँगुर कुखुरा। अब चाहिँ नानीहरूलाई खाजा
खाना टिफिन बनाइदिनु पर्ने हुन्छ अनि यहाँ दिइदिँदैछु है। अनि यहाँनिर मेरो नानीहरूको चाहिँ आफ्नो चोइस छ। ठुलोले चाहिँ फेरि चटपटी लाने अरे अनि सानोले चाहिँ सुन्तला र बिस्कुट लाने भन्दैछ। अनि यहाँ काटिरहेको छु। ल टिफिन पनि रेडी भयो दुवैजनाको। रेडी भएर बसको पर्खाइमा। अनि कान्छा ऊ चाहिँ एकदमै यसरी नबस्ने, ऊ चाहिँ एकदमै चले गर्नुपर्ने, उसलाई चाहिँ एकदमै एकछिन नबस्नुपर्ने। तर दादाहरूको चकचक हेर्दैछ उसले। दादाहरू चाहिँ साइकल खेल्दैछन्, दादाहरू तल माथि गर्दैछन् अनि ऊ चाहिँ एकदम ज्ञानी भएर हेर्दैछ दादाहरूलाई। अर्को पनि हिँड्यो दिवाङ र सियाङ। नानीहरूको बस चाहिँ सदाको टाइमभन्दा अलि ढिला आयो है। दुईजनाको एकदमै मस्ती भइरहेछ। अनि मेरो भ्लग पनि एकदमै लामो भइसकेको छ। यहाँहरूलाई मेरो भ्लग के कस्तो लाग्यो हामी फेरि अर्को भ्लगमा भेट्नेछौँ। बाई बाई।